हेलो गाइस, नमस्ते। भन्दा पनि धेरै महिना पछाडि आज मैले एउटा नयाँ भिडियो लिएर आएको छु हैन। आज चाहिँ हामी चट्ट पहाडदेखि तल झापासम्मको यात्रा हो। बाटोमा के हुन्छ तपाईहरुलाई हामी देखाइहाल्छौँ। बाटोको हालत यस्तो चाहिँ, जुत्ताको हालत यस्तो छ, बाइकको हालत यस्तो भइसक्यो, पुरा खतम। यस्तो चाहिँ चिया बगानहरू। आजको मौसम यताको चाहिँ यस्तो छ है गाइस। कस्तो छ बाटोमा म अरु पनि देखाइहाल्छु तपाईलाई है त। लाग्यो त हामी के टुक्यो मौसम दामी छ यतिको भयो बप्पा भयो पानी नपर्यो हुन्थ्यो। यस्तो छ है हाम्रो पहाडतिरको नजारा चाहिँ। बाटो एकदम खतम भयो, बप्पा बाटो पनि अथेन्टिक छ फेरि। हिलोमा पनि कुदाउनु पर्ने हुन्छ हामीले चाहिँ। अब हामी तपाईँलाई हस्टी डाँडा पुगेर तपाईँलाई नजारा देखाउँदैछौँ, पक्नुहोस्। अब यो बाटो हेर्नु न कस्तो सरिदिइरहेको नजाराहरू ओ माई गॉड, यो माथि हस्टेल है यो बुझौँ न। यो माथि यो कुहिरो मोबाइल छ जस्तो लाग्यो। धान ओ के यो डाँडा हो। ओहो साह्रो रमाइलो ठाउँ आयो ल दाजु। जाउँ नि, कस्तो नजाने हो यति, कस्तो आनी पऱ्यो परोस्। यो बाटो त ठिकै छ, जाउँ ल। जाउँ न, गएपछि थाहा हुँदैन नि किन छ कि छैन। इन्ट्रेन्स चाहिँ खतरा छ यहाँको। ल अगाडि हिँड्नु त हजुर के छ होला रिसर्च गरौँ न त्यो भएर। म त्यो परदेखि हेरेको मात्रै छु, यहाँसम्म त आएको छैन। ग्राउन्डको माथि किनकि हेर न चिया बगान थियो। जाउँ त। ओहो फेरि मौसमले यस्तो साथ दिएको छ नि। Look at green. म देखाएको छु दाइ। ओहो यहाँ कस्तो सेक्सी दिइरहेको। दामी ग्राउन्ड छ यहाँ चाहिँ गाइस। हामी दाजुभाइ चट्ट लागेर होइन बाइक त्यहाँ राख्यो अरे। यसो नजारा, चिया बगानको नजारा हेर्नुको लागि हामी गइरहेको छौँ चट्ट। दामी गरी अब आखिरीमा 2 घन्टामा पुगिहाल्छ, घुम्दै जाने हो होइन। बिस्तारै हेर्नु हालत त
बहुत नराम्रो हालत भएको नि यसको त चप्पल लाएर आएको छ यसलाई त टेन्सन छैन तर मेरो हालत चाहिँ एकदमै खतमै भइसक्यो नि त यहाँ सरर हेर्नु है त चिया बगान हो यो चाहिँ चिया बगान नि त अरू केही छैन यस्तो रहेछ ऊ माथि डाँडातिर यस्तो दामी छाँच बाबाले हेर्नु ठिक कहाँ त्यो माथि जाने र यस्तो दामी ठाउँमा आइपुग्यौँ गाई चाहिँ हामी चाहिँ अहिले चाहिँ धेरै राम्रो रहेछ हौ म यहीँको मान्छे भए पनि म यहाँ चाहिँ पहिलोचोटि आएको है म अहिलेसम्म यहाँ आएको थिइनँ यहाँ मान्छेहरू आएर यहाँ रमाइलो गर्दा चट्ट होइन पिकनिक सिक्निक स्पोट पनि हो यहाँ दामी छ नि होइन गाइस यतिको ठाउँमा तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु है त यो हेर्नु है त नजारा यस्तो छ है सर हेर्नु ल तपाईँलाई म देखाउँदैछु यस्तो छ नजारा बवाल छ यो के को रुख हो भने सल्लाह हो कस्तो खतरा देखेको तलबाट गर्मीबाट आएपछि यस्तो आनन्द भएको चाहिँ म यता बसिरहनु जस्तो लागिरहेको छ क्या मलाई चाहिँ साँच्चै भन्नुपर्दाखेरि तलै झर्नु मन छैन तर पनि बसेर मात्रै हुँदैन होइन त यस्तो छ चट्टसँग दामी यसलाई चाहिँ हाम्रो के ठाउँ भन्छ भने यो ठाउँको नाम चाहिँ तपाईँको के हो भन्नुहुन्छ भने हस्टे डाँडा है हस्टे डाँडा यो चाहिँ यो डाँडा भन्छ यहाँनिर चाहिँ तलैसम्म छ चियाहरू धेरै छ चिया बगानहरू छ यस्तो सल्लाह बगानहरू छ सल्लाह पुरा घारीहरू छ क्या कटुसको बोट चाहिँ यो यसलाई कटुस भन्छ पछि फल्छ अहिले सिजन गइसक्यो चिया हेर्नु कस्तो मुनाहरू कस्तो दामी दामी पलाएको छ चियाको मुना दामी छ होइन गाइज अब त तपाईँलाई के देखाउनु त यस्तै हो पाहाडको मौसम भनेको अहिले हुसै लागेको थियो अहिले फेरि अलिक मौसम उग्रिएको छ मौसमले पनि साथ दियो हामीले यहाँ भिडियो बनाउनुको लागि हिजो आउँदा चाहिँ पुरा यहाँ हुसै लागेको थियो क्या अब हेर्नु न अहिले यस्तो दामी देखिएको छ नि एकछिनदेखि एकछिनमा हुसै लाग्छ क्या एकछिनमा के हुन्छ यहाँ पर चाहिँ त्यो उयोहरू छ के भन्छ त्यसलाई किरातीहरूको त्यो के भन्छ त्यो मलाई त्यो ठ्याक्कै भन्नु जाएन त्यो हो त्यहाँ के हुन्छ अहिले नै अब हुसै लाग्न थाल्यो गएको छ अहिलेसम्म कस्तो मस्त उग्रिएको थियो अहिले हुसै लाग्न थाल्यो दामीसँग आएर रमाइलो गर्नु डुल्नुलाई घुम्नुलाई आउँदा चाहिँ एक दिनको लागि आउँदा चाहिँ रमाइलो भने चाहिँ राम्रो छ हेर्नु त नि सरर दामी छ नि वरिपरि सल्लाह छ धुपै धुप हेर्नु त गाइस सरर वरिपरि यो रमाइलो छ बस्ने कुर्सीहरू पनि चट्ट बनाइदिएछ यहाँ यतातिर ल त गाइस फाइनल्ली हामी आधी बाटो चाहिँ आइपुग्यौँ तर मलाई ट्याक्सीहरूले लास्टै धुलो खुवाएर यहाँ एकछिन बसेको अब त्यही त हौ यहाँ खोला देखिन थालिसक्यो यहाँबाट अब हामीले लगभग बाइकको हालत पुरा यस्तो छ यहाँबाट अब हामीलाई पुग्नलाई ठ्याक्कै तपाईँको कति लाग्छ भने लगभग 30-40 मिनट जति लाग्छ ट्याक्सीहरू त्यहाँ पर आउँदैछ पर यस्तो छ लुगा ज्याकेट फुकाल्ने गरी भयो क्या घर लास्टै गर्मी भयो रहेछ मलाई अहिले चाहिँ त्यो म ज्याकेट फुकाउँछु अब मुन्टो पनि दुखो त्यो टाल्ले छ क्या कान टाल्यो क्या मेरो त्यो थालेन मेरो स्वर बस्छ यसको चाहिँ स्वर बस्छ र मेरो माथि त चिसो थियो अब यता आएपछि अब गर्मी हुन थाल्यो यस्तै छ